कञ्चनपुरको दुधरा चाँदनी नगरपालिका वडा नम्बर 1 नजिक रहेको महाकाली पक्की पुलमा फोटोग्राफी गरिरहेका युवा फोटोग्राफरहरूले राम्रो आमदानी गर्न सफल भएका छन्। नेपाल सरकारको महत्वाकांक्षी परियोजना महाकाली 4 लेनको पक्की पुल तथा निर्माणाधीन सुक्खा बन्दरगाह क्षेत्रमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरूको फोटो खिचेर युवा फोटोग्राफरहरूले राम्रै आमदानी गरिरहेका छन्। सधैँजसो भीड़ लाग्ने महाकाली 4 लेनको पक्की पुल सुक्खा बन्दरगाह क्षेत्रमा युवाहरूको फोटोग्राफी आमदानीको गतिलो माध्यम बनेपछि त्यसतर्फ युवा पुस्ताको आकर्षण बढ़िरहेको छ। फोटो खिचेर दैनिक जसो 3000 रुपियाँसम्म कमाउने गरेको भीमदत्त नगरपालिका 12 का युवा फोटोग्राफर किरण चौधरी बताउनुहुन्छ। अब इक्जाम सकिएर खाली फाल्तु बसेका थियौँ। 12 को इक्जाम दिएर फेरि अनि फाल्तु टाइममा क्यामेरा चलाएर नै गरौँ भनेको थियो। फेरि अब चाहिँ आर्मीतिर जाने त्यही छ। कक्षा 12 को परीक्षा सकेर खाली बसेको अवस्थामा खाली समयको सदुपयोग गर्न पुल लगायत सुक्खा बन्दरगाह हेर्न आउने पर्यटकहरूको फोटो खिचेर दैनिक 1500 देखि 3000 रकम संकलन गर्दै आएको फोटोग्राफर किरण चौधरीको भनाइ छ। साथै उहाँले नेपाली सेनामा भर्ना भई देश र जनताको सेवा गर्ने आफ्नो इच्छा व्यक्त गर्नु भएको छ। त्यसैगरी अर्का युवा फोटोग्राफर अशोक चौधरी बिदाको दिन र चाडपर्वको दिन बढी पर्यटक आउने भएको हुँदा उक्त समयमा राम्रो आमदानी हुने गरेको बताउनुहुन्छ। 1500 देखि लिएर हामीहरू 3500 सम्म कलेक्सन गर्छौं सर। तपाईहरु कहिलेदेखि काम गरिराख्नु भयो? हामीहरू सर काम भनेपछि 3 महिना समथिङ पुगिसक्यो सर। ए कति जनाको टोली हुनुहुन्छ तपाईहरु? हामीहरू सर टोली भनेपछि 18 देखि 25 जना 20 जना छन्। भाइरल महाकाली पक्की पुलमा 25 भन्दा बढी युवाहरू फोटोग्राफीमा सक्रिय रहेको युवा फोटोग्राफर अशोक चौधरीको भनाइ छ। घुम्न आएका हर कोहीले आफ्नो घुमफिरलाई यादगार बनाउनु फोटो तथा भिडियो खिचाउने र गुणस्तरीय फोटो खिचेर तत्कालै मोबाइलमा दिने गरेका अर्को फोटोग्राफर अरुणिमा चौधरीले बताउनु भएको छ। मेरो दिदी दाई सबैजना यही काम गर्छन् अनि दिनको 2000 2500 3000 20 रुपियाँ फोटो मेमोरीबाट हालिन्छ। सुरुको दिनमा सोचे जस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षा गरे भन्दा राम्रो कमाई भएको अरुणिमा बताउनुहुन्छ। घुम्न आउने पर्यटकको फोटो खिचेर सम्झना राख्ने चाहना राख्छन् भन्ने कुरालाई आफूले फोटोग्राफीको बाटो डोर्याएको उहाँको भनाइ छ। युवाहरूले फोटोग्राफीबाट आमदानी मात्र नभई दोदरा चाँदनी नगरपालिका क्षेत्रको पर्यटकीय स्थलको प्रवर्धनमा पनि योगदान पुर्याइरहेका मेयर किशोर कुमार लिम्बुले बताउनु भएको छ। युवाहरूले फोटो र भिडियो खिचेर पर्यटकलाई सेवा दिनुका साथै दोदरा चाँदनी नगरपालिका क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको मेयर लिम्बुको भनाइरहेको छ। टिभी टुडे सुदूरपश्चिम प्रसारण केन्द्रका लागि कञ्चनपुरको दोदरा चाँदनीबाट पप्पु गुरुङ।